भरै त हाल्दिनै भरै। हेलो साथीहरू, अचानक ट्रेनमा चढेर भिडियो बनाउँदैछु किनभने चाहिँ नि म चाहिँ अचानक राति प्रिपेयर पनि थिएन। अहिले सडनली मलाई यहाँ मतलब ससुराल फर्किनु पर्दैछ, माइतबाट ससुराल फर्किनु पर्दैछ भनेर सडनली यहाँ मैले भिडियो बनाउनु थालेँ हो। ट्रेनमा पनि चढिसक्यो, हतार पुरा ढिलो हुँदै थियो नि त, त्यसले गर्दा मैले भिडियो सिडियो केही बनाइनँ हो। हतार ट्रेनमा चढेर एकैचोटि स्टार्ट गरेको। सो आज ठिकै बहिनीको बर्थडे पनि रहेछ हो। सो बहिनीको बर्थडे छ भनेर चाहिँ थाहा थिएन। अहिले नै भर्खरै चाल पायो, भाइको देवरको स्टेटस देखेर ठिकै भएछु। म आजै निस्केछु, गएर अब सानोतिनो खै केही पनि हुन्छ घरमा अलिकति काम गरेर चाहिँ म सडनली निस्केको नि त। सो एकैचोटि जङ्सन सिलगढी जङ्सन उत्रेर भेट्छु नि ल तपाईँहरूलाई। आमामा उत्रेकै सिलगढी जङ्सन पनि, आमामा के साह्रो गरम यो सिलगढी, उता पनि त्यस्तै गरम। त्यो पनि कहाँ उतारिँदैछ प्रभु, कहाँ पुग्नु आँटिसक्यो। म त पागल भयो गरमले। अचानक आयो भने चाहिँ यस्तो हुन्छ है। ट्रेन हेर्नुहोस् न यहाँ, अब यहाँदेखिको चाहिँ सालुगढा पुग्नु चाहिँ नि टक्कै 1 घन्टा लाग्छ ल साथी हो। भिड हेर्नुहोस् न, भिड के साह्रो मान्छे, आम्मामाम कहाँ गएको होला है प्रभु। कि साह्रो पनि मान्छे परेशान भइसकेको छु। एक त गरम, एक त बेसी मान्छे देखेर नि झन् रिस उठ्दो रहेछ। अब चाहिँ एकैचोटि अहिले टोटोसोटो एकैचोटि सालुगढा पुगेर देखाउँछु ल साथी हो। मेरो हालत हेर्नुहोस् साथी हो, गरमले कहिले घरमा पुगेर नम रातै भइसक्यो। म कहिले घरमा पुगेर नम जस्तो भइसक्यो। मैले यहाँ चाहिँ घर गएर यो खान्छु, ग्रिन रामेन यो किनेको छु। अनि बहिनीले चाहिँ पनिर ल्याइदिनु भनेको त पनिर किनिरहेको छु। सालुगढा आइपुग्यो नि त अब यहाँबाट चाहिँ घर हो। अनि चिसो कोक लिइरहेको छु। अब चाहिँ घर पुगेर भेट्छु ल साथी हो। ढिलो भइसक्यो, हेर्नु नि 3 बजिसक्यो नि त, कहिले पुग्नु। आमामा ढिलो भइसक्यो नि त। घर पनि आइपुगेर मजाले नुहाइधुवाइ गरेर फ्रेस भयो। यहाँ चाहिँ अब मैले अलिकति रायो साग टिपेको छु, किन भन्दाखेरि चाहिँ नि उयो बनाएर खाऊँ, रामेन बनाएर खाऊँ भनेर क्या, साग हालेर। बेसी कोरियन ड्रामा हेरेर क्या नौटङ्की भएको कोरियनको। सो यहाँ आइपुगेर फ्रेस भयो, नुहाइधुवाइ पनि गरेँ हो। बल्ल शान्ति लाग्यो। घरमा चाहिँ हामी कोही पनि छैन नि त, म र बहिनी मात्रै छ। त्यसले गर्दा चाहिँ म छिटो गरेर आएको हाम्रो घरमा। सो अब चाहिँ रामेन बनाउँछु र। मेरो लागि मैले चाहिँ यो खानु आँटेको के अरे, यसलाई चाहिँ भन्छ ग्रिन रामेन बुलडक, सबभन्दा दामी। भातले चाहिँ नगएर यहाँ मासु र रामेनले चाहिँ नगएर मासु र भात पनि खाइदिएको। पुरा खानु के बनाउनु, कोल्ड ड्रिङ्क पठाउनु माजा भनेको। माजा हुन्छ अझै त के पठाउनु पर्दैन होला। अब चाहिँ यो खाइसकेर खाना प्रिपेयर गर्नुपर्छ। एक दुईजना बोलाएर मान्छे साथीहरू, उहाँहरूको लागि चाहिँ खाना बनाउनु पर्ने। यहाँ चाहिँ खानाको प्रिपेरेसन हुँदैछ। अब म चाहिँ चिकन बनाउनु आँटेको। यहाँ पनिर र आलु चाहिँ अलरेडी पाकिसकेको छ। अनि यहाँ आलु दम पाकिसकेको छ। अनि यहाँ चाहिँ भात पाकिसकेको छ। अब यहाँ चाहिँ म मासु पकाउन आँटेकै साथी हो। पहिला चाहिँ पापड फ्राई गरिहाल्छु है ल। अन्त त्यहाँदेखिको सबै रेडी गरेर केक काट्दाखेरि देखाउँछु ल। यो चाहिँ बर्थडे गर्लको केक है साथी है, कस्तो मजाले। यो चाहिँ उसको हस्बेन्डले पठाइदिएको यो केक। यो
सबै कस्तो मजाको यो मन पर्यो मलाई ओरिजिनल फुल हालेर पठाइदिएछ हाम्रो मामा चाहिँ बिमारी हुनुहुन्छ नि बिमारी ज्वरो नि ज्वरो त आएकै रहेछ अनुहार कस्तो भएछ एक दिनमै भाइरल फिभर भरे फेरि होइन राति खान्छ बिहान खायो होइन बिहान त ग्यासको पो खाएको त ज्वरोको खाएन दुख्यो नाम चाहिँ किन नलेखेको त्यो नि म चाहिँ यसलाई चाहिँ यस्तो गर्ने होला हौ सायद यो चाहिँ यस्तो होला यसरी गाड्नुपर्ने होला के हो क्यान्डलहरू पनि थियो त्यो सबै कुरो ठिकै छ त तर केकमा नाम चाहिँ खै उसले खै नामै लेख्दैन रहेछ क्या के उनीहरूले के भनेर नाम त लेखेर पठाउँछ त ला अरे ना सक्यो है सक्यो अब साकियो भनेको हेर न मेरो बहिनी राम्रो जाति हो उसले भन्छ म खुवाइदिन्छु शीतल भयो शीतल होइन धुवाई धुवा भयो है धुवाई धुवा भयो म पनि खान्छु भन्दैछ यहाँ उसलाई पनि खिलाइदिइहाल न यत्रोबाट मात्रै खान्छु न ह्याप्पी बर्थडे लु न म खिलाइदिन्छु तिमीलाई सुन्न म खिलाइदिन्छु नि यस्तो क्रिमहरू मन ए जाऊ ए के भएको न तिमी चाहिँ खाऊ यो आँखा मलाई क्रिम चाहिँ मन पर्दैन नि त ए मेरो हात यस्तो भयो टाइम यो चाहिँ भ्लगमा आउँछ ल भन्नु अरे खै ए ल होइन उसको क्यामेरै त त्यस्तै छ भन्नु अरे अब ए राम्रै आयो त ए राम्रो आयो खैले उसले ल अब खिचिदेऊ सुन त ले उज्यालो भएको ल है फेरि ल लगाइदिइहाल न त कसरी पड्काउ मलाई यो चाहिँ म तिमी पड्काउ यो चाहिँ म पनि त सक्दिनँ जान्दिनँ नि त म यो ला यो चाहिँ पड्काउनै बिर्सेछ हामीले ल ल ल पड्काइदिनु मलाई त आउँदैन म त सक्दिनँ कहिले पनि पड्काएको छैन उसले खोलेको
केही पनि हुँदैन खै लिनु त यो क्यामेरा समात्नु त म टाइट नै टाइट छ यो जानेन नि त पड्काउनु कसैले ल नानी पड्क्यो नि ए नानी डरायो नि नानी डरायो साथी हो आजको भिडियो चाहिँ यहाँसम्म थियो हामीले केक सेक काटेर खानासाना पनि खाइसक्यो सो थ्याङ्क यू सो मच फर वाचिङ किप लभिङ किप सपोर्टिङ है स्टे ट्युन बाई बाई अनि सेयर सब्सक्राइब लाइक कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् होला बाई बाई त्यतिखेर फेरि नेक्स्ट भिडियोमा भेटौँला है साथी बाई बाई